आज हामी हाँसिरहेको छौँ, खुसीको साथ जीवन बिताइरहेको छौँ। न कुनै डर छ न कुनै त्रास। आफूले खाइरहेको अन्न पनि कसैले खोसिदिन्छ कि भन्ने डर पनि छैन। तर सोच्नुहोस् त, यो स्वतन्त्रता हामीले कसरी पायौँ? सायद हामी मध्ये धेरैले यो कुरा बिर्सिसकेको छौँ। नमस्कार, मेरो नाम पुरन लामा हो। आज यो भिडियोमा भारतलाई स्वतन्त्रताको बाटोमा अघि बढाउने, आफ्नो जीवन समेत बलिदान गर्ने हजारौं वीरहरूमध्ये दुई महान वीर मङ्गल पाण्डे र रानी लक्ष्मीबाईको सङ्घर्ष, साहस, बलिदानको छोटो कथा सुनाउँदैछु। मङ्गल पाण्डे सन् 1857मा भारत ब्रिटिस शासनको अधीनमा थियो। भारतीय सैनिक र जनतामा ब्रिटिस शासनप्रति असन्तोष बढ्दै थियो। त्यही समयमा ब्यारेकपुरमा रहेको भारतीय सैनिक मङ्गल पाण्डेले 29 मार्च 1857मा ब्रिटिस अधिकारी विरुद्ध विद्रोहको साहस देखायो। उहाँ पक्राउ पर्नुभयो र 8 अप्रिल 1857मा फाँसी दियो। मङ्गल पाण्डेको जीवन छोटो थियो, तर उहाँको साहसले ब्रिटिस शासन विरुद्धको विद्रोहको इतिहासमा एउटा महत्त्वपूर्ण अध्याय थियो। अब अर्को महान नाम झाँसीको रानी लक्ष्मीबाई। ब्रिटिस शासनले झाँसीमाथि आफ्नो नियन्त्रण स्थापित गर्न खोज्दा रानी लक्ष्मीबाईले त्यसको कडा प्रतिरोध गरिन्। सन् 1857को विद्रोहमा उनले झाँसीको नेतृत्व गर्दै ब्रिटिस शासनसँग युद्ध गरिन्। उहाँ केवल रानी मात्रै होइनन्, एक साहसी योद्धा र कुशल नेतृत्वकर्ता पनि हुनुहुन्थ्यो। अन्ततः 1858मा ग्वालियरको सङ्घर्षमा उहाँ वीरगति प्राप्त गर्नुभयो, तर उहाँको शरीर ढल्यो, साहस कहिले ढलेन। मङ्गल पाण्डे र रानी लक्ष्मीबाईको बलिदानले हामीलाई एउटै कुरा सिकाउँछ, स्वतन्त्रता कहिले सजिलै प्राप्त हुँदैन। आज हामी जुन स्वतन्त्र जीवन बाँचिरहेका छौँ, त्यसको पछाडि हजारौं वीरहरूको सङ्घर्ष, त्याग र बलिदानहरू छ। त्यसैले भारतको सबै ज्ञात अज्ञात वीर शहीदहरूप्रति शत शत नमन